सहयोग चाहिँ गरिदिनु होला र हामी चाहिँ भेट्नेछौँ नयाँ भिडियोमा। त्यति बेलासम्म तपाईँले चाहिँ वर्कआउट गर्नुको लागि म चाहिँ तपाईँले सिकाउने छु यसमा चाहिँ कसरी नयाँ अर्निङ जेनेरेट गर्न सकिन्छ भन्ने सम्बन्धी। सो यो चाहिँ यसको डिस्क्रिप्सनमा चाहिँ सम्पूर्ण लिङ्कहरू चाहिँ मैले चाहिँ राखिदिने छु। तपाईँले पनि आवश्यकता अनुसार चाहिँ त्यो चाहिँ प्रयोग गर्न सक्नुहुनेछ। र म तपाईँले के भन्न चाहन्छु भने चाहिँ यस्ता प्रकारको अनलाइन कामहरू तपाईँले चाहिँ कसरी गर्न सक्नुहुन्छ र यस्ता प्रकारको कामहरू नगर्ने म तपाईँले चाहिँ आग्रह गर्दछु। यस्ता प्रकारको कामहरू चाहिँ तपाईँले अवश्य नै चाहिँ पक्का पनि तपाईँले चाहिँ लङ टर्ममा चाहिँ तपाईँले चाहिँ मजाले चाहिँ प्रफिट दिन सक्छ भनेर म चाहिँ भन्न सक्दिनँ। किनभने चाहिँ यस्ता प्रकारका चाहिँ विभिन्न चाहिँ अनलाइनको ठगीहरू चाहिँ भइरहेको हुन्छ र तपाईँले यस्ता प्रकारका ठगीहरूमा बस्नको लागि विभिन्न किसिमका चाहिँ स्रोतहरू तपाईँले लङ टर्मसम्म चाहिँ फाइदा हुने तपाईँले चाहिँ सर्च गर्नुपर्ने हुन्छ। जस्तै तपाईँको चाहिँ विभिन्न किसिमको चाहिँ अर्निङ जेनेरेट गर्नको लागि तपाईँले चाहिँ अर्निङ जेनेरेसनको तपाईँले जानकारी लिनुहोला र हामी चाहिँ कसरी जानकारी लिन सक्छौँ भनिसके पश्चात तपाईँले पनि Wait for the personal security bodyguard to arrive.